everyone, welcome back to my channel. आज चाहिँ हामी लोकब्रुक ड्याम भन्ने ठाउँमा गइरहेको छौं क्याम्पिङको लागि फेरि अनि लुफी बाहेक हामी दुवैजनालाई स्विमिङ आउँदैन तैपनि हामी कायाक गर्ने सोचिरहेको छौं तर हामीसँग लाइफ ज्याकेटहरु सबै छ मर्निङमा बिहान उठेर हामीले 7 o'clock उठेर सबै कामहरु भ्याएर सामानहरु रेडी पार्यौं उता गएर चाहिँ मोमो खाने प्लान छ अहिले बीच बाटोमा चाहिँ हामी ब्रेकफास्ट गर्यौं अब लन्च एकछिनमा गर्छौं सो उता गएर चाहिँ हामी पहिला गएर टेन्ट सेटअप गर्छौं त्यसपछि कायाकहरु बनाएर अनि हामी चाहिँ कायाक गर्न जान्छौं अनि I'll make videos more when I get there so say we'll see you there हैन लुफी So हामी चाहिँ एकछिन यहाँ क्विक स्टप गर्यौं जीवाईजी मा लन्चको लागि बरिटोजहरु किन्नु थियो बाटोमा क्विक लन्च गर्नको लागि किन भन्दा हामीसँग धेरै टाइम पनि हुँदैन त्यहाँ पुगेर टेन्टहरु सेटअप गरेर हामी सिधै कायाक गर्न जाने हो त्यही भएर हामीले चाहिँ किन्यौं लन्च सो हामी चाहिँ बाटोमा यही खाने हो चाहिँ कस्तो बसेछ पछाडी गर्नु भएछ छ ओके सो हामी चाहिँ क्याम्प ग्राउन्ड पुगिसक्यौं लेक ब्रुकम्यान भन्ने ठाउँमा यहाँ चाहिँ सानो ड्याम पनि छ एकछिनमा बाहिर जान्छु यतातिर क्याफेहरु नजिकै आइजीहरु पनि रहेछ एकदम राम्रो लाग्यो मलाई ठाउँ चाहिँ जंगल टाइपको भित्र यता क्याम्प गर्छौं होला हामी यतातिर यस्तो ठाउँमा चाहिँ क्याम्प गर्छौं अनि यतातिर चाहिँ ड्याम छ एकछिनमा गाडी भन्दा बाहिर निस्केर चाहिँ I'll show you around लुफी चाहिँ एकदम गर्मी भइसक्यो होला बाहिर निस्किन मन लागिसक्यो यो चोटी चाहिँ कस्तो कम्फर्टेबल भएर बस्यो के हामीले यस्तो बेड जस्तो बनाइदिएको थियौं अनि उसको चाहिँ फेभरेट ब्ल्याङ्केट हो त्यही भएर त्यस्तो कम्फर्टेबल भएर बसिरहेछ हैन लुफी लुफी उसको ड्याडी उतातिर गएको भएर उतै हेरेर बसेछ के फेरि अब हामी एकछिनमा टेन्टहरु लगाएर अनि हामी जान्छौं ड्यामतिर कायाक गर्न यतातिर हल्का हाइकिङ गर्ने टाइपको पनि रहेछ बिहान भोलि मर्निङमा निस्किँदाखेरि यदि सर्च गरेर हाइकिङ गर्न निस्किन मिल्यो भने चाहिँ हाइकिङ पनि गरेर आउँछौं होला हामी सायद नट स्योर बट लेट्स सी घाँटी अझै पनि सन्चो भएको छैन अलिअलि हिजो अस्तिदेखि एकदम ख्याल राखेर अलिअलि बोल्न सक्ने भएको छु तर पनि हामी घुम्न छोड्दैनौं घुम्ने चाहिँ घुम्नु पर्छ किन भन्दाखेरि अहिले यो 2-3 हप्ता मैले छुट्टी लिएर बसेछु छु त्यसपछि मेरो छुट्टी सकिन्छ छुट्टी सकेपछि म एकदम बिजी हुन्छु नाइट हुन्छ आफ्टरनुन हुन्छ त्यो टाइमै हुँदैन यताउति गर्दा गर्दै सो हामी चाहिँ यो टाइमलाई युटिलाइज गरेर सक्दो घुम्ने हो हैन सारा याप अब एकछिनमा निस्किन्छौं हामी चाहिँ आज ठिकै छ वेदर पनि चिसो छैन खासै गर्मी नै छ घाम लागेको छ मस्त कायाक गर्न जाने एकछिनमा क्याम्प ग्राउन्डमा आइपुग्यौं हामी चाहिँ उता चाहिँ हामी अब टेन्ट गाड्ने सिधा ठाउँ चाहिँ रहन्छ तैपनि ठिकै छ यहाँ हाम्रो गाडी छ लुफी यताउति घुमिरहेको छ अब हामी चाहिँ एकछिन टेन्ट गाडेर जान्छौं कायाक गर्न त्यो ड्याम पनि नजिकै छ त्यहाँबाट देखिन्छ देखिदैन नजिकै रहेछ र यो चाहिँ कस्तो जंगलको बीचमा बसे जस्तो ठाउँ रहेछ के हुन चाहिँ
जङ्गलको बिचमै हो न त हैन सर सो हामीले चाहिँ टेन्ट सेटअपहरू गरेर आयौँ अनि यो ड्याम साइडमा चाहिँ माछा मार्न बसिरहेछौँ यस्तो ब्युटिफुल ठाउँ छ यहाँ पछाडि चाहिँ त्यो क्याम्प साइट हो पुरै जङ्गल पुरै यहाँदेखि सबै यो क्याम्प साइट हो अनि यहाँ चाहिँ अगाडि ड्याम रहेछ यो चाहिँ कहीँ पनि जोडिएको छैन सीमा पनि जोडिएको छैन अनि के अरे उता रिभरमा पनि जोडिएको छैन जस्ट एउटा यो बिचमा पन्ड जस्तो के ठुलो टाइपको छ रमाइलो छ ठाउँ लुफी नभइदिएको भए स्विम गर्न हुन्थ्यो लुफी छ यसले यताउति घुमाइरहेछ मलाई नो 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 लुफी नो यस्तो दौडिन्छ त्यो यस्तो छ भने कता हिँड्यो कता हिँड्यो फेरि लुफी यहाँको आगो बालेर बसेर रहेछ हामी चाहिँ टेन्टमा बसिरहेछौँ लुफी र म एकछिन हामी गएको थियौँ कायाक गर्न भनेर बट हावा लागेको छ त्यही भएर अहिले पोसिबल छैन सो मर्निङमा गर्ने भनेर सोच्यौँ हामीले चाहिँ एकछिन फिसिङ चाहिँ गऱ्यौँ बट त्यस्तो फिस पनि परेन त्यही भएर हामी फर्क्यौँ अनि लुफी चाहिँ हुन्छ नि कराएर आएको थियो एकदम यसलाई पनि अब भोक लागेको थियो कि फर्किन पर्यो कहाँ जाँदैछौ अब तिमी बस अहिले आइसिन्छ बाबा हेलो खान्छौ
हैन आगो पनि आयो नि त म आउनु पर्दैन तिमीले धेरै खायो कि फुटेज भन्छु के अरे गुड मर्निङ एभ्रिवान हामी उठ्यौँ बिहानको 7 बजिरहेछ लुफी इज अ अर्ली राइजर त्यही भएर उसले चाहिँ हामीलाई उठाइदिन्छ बिहानै हाम्रो चाहिँ म्याट्रेस बिग्रियो अनि त्यही भएर राति 2-2 घन्टामा म्याट्रेस फुलाउँदै सुतेको थियौँ तर बिहान चाहिँ फेरि अनि गाह्रो भयो अनि हामीले चाहिँ डिफ्लेट गरेर अनि भुइँमै सुत्यौँ तर ठिकै थियो हामीले 3-4वटा ब्ल्याङ्केट लिएर आएको थिएँ त्यस्तो जाडो चाहिँ भएन तर त्यहाँ पुरै ढुङ्गा भिजाइरहेको थियो कि जिउमा रमाइलो भयो त्यस्तो पनि राति फेरि यताको मान्छेहरू 12:30 बजीसम्म डिस्टर्ब गरेर सुत्न पनि दिएन नन्साना अब हामी आगो बाल्ने चिसो छ आगो बाल्ने ब्रस गर्ने त्यसो चिया बनाउने चिया खाने ब्रेड खान्छौँ चिज हामीले चाहिँ खाजासाजा खायौँ लुक एट हिम कस्तो फोरी भएको छ कि कालले बनाएर पुरै फटाकेटा अनि चिया बनायौँ खायौँ अब त्यसपछि एकछिनमा अब हावा त लागेको छ त्यस्तो हल्का हावा लागेको छ तर पनि हामी कायक गर्न जाने भन्ने सोचिरहेछौँ ठिकै हावा लाग्यो भने त जान्छौँ हामी अब बनाउने एकछिनमा कायक अनि कायक गर्ने 12 AM चाहिँ यहाँबाट चेकआउट गर्नुपर्छ हामीले 12 PM हेरौँ अब के हुन्छ लास्टै रमाइलो भएर राति यहाँ यतातिर बसेको मान्छेहरूले हल्ला गरेर आएको थियो त्यो देखिन्छ देखिँदैन रातभरि हल्ला गरेर आएको थियो लुफी हेर कति फोहोर भएको छ कि लुफी व्हाट यु डुइङ त्यहाँ बस्नको लागि त्यो राखिदिएको थिएँ त्यहाँ बसेको छैन यताउति गरेर पुरै फोहोर बनाएर कस्तो गरेछ त्यसले जित्ने कि म जित्ने हामी चाहिँ यहाँ कायक गर्न आएको थियौँ एकदम विन्डी भएको भएर चाहिँ वेभरले गर्दा राम्रोसँग गर्न पाएन 5 मिनट जस्तो गऱ्यौँ अनि त्यसपछि एकदम हल्लिरहेको थियो भिडियो पनि बनाउन पाएन सो नेक्स्ट टाइम when I do kayaking I'll do भिडियो लुफी चाहिँ गाडीमा छ किन भन्दाखेरि विन्डी थियो नि त अनि त्यो अलि हुन्छ नर्भस हुन्छ भनेर चाहिँ ल्याएनौँ हामी त्यसलाई अब हामी एकछिनमा घर निस्किन्छौँ टेन्टहरू सबै प्याक गरेर सो I'll see you guys in the next vlog. Thank you so much for watching. Please do like and subscribe. Thank you. Bye.